दर्शकबिन नमस्कार, म चेतन ओली। यति बेला म दाङको तुलसीपुर स्थित दोघरेदेखि अटो भिलेज जाने सडकमा रहेको छु। यहाँनिर चाहिँ एउटा ट्र्याक्टरले एकजना बालिकालाई चाहिँ ठक्कर दिँदाखेरि बालिकाको घटनास्थलमै मृत्यु भएको अवस्था छ। यहाँनिर जुन तुलसीपुरदेखि थोरै पश्चिमतर्फ रहेको पातुखोलाको पुलदेखि थोरै पश्चिमतिरबाट दक्षिणतिर जाने सडक जुन अटो भिलेज जाने सडक भनेर चाहिँ बुझ्ने गरिन्छ। पातुखोलाको पुलदेखि थोरै तल आइसकेपछि यहाँनिर अटो भिलेज नजिकै एकजना बालिकालाई चाहिँ ठक्कर दिएर ट्र्याक्टर चाहिँ फरार भएको अवस्था छ। ट्र्याक्टर चाहिँ यहाँबाट फरार भएको अवस्थामा केही परबाट चाहिँ प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक अहिले पनि फरार रहेको अवस्था छ। ट्र्याक्टरको नम्बर चाहिँ राम्रोसँग नबुझिएको, राम्रोसँग नम्बर नखुलेको भन्ने चाहिँ प्रहरीबाट जानकारी प्राप्त भएको छ। यहाँनिर चाहिँ मृतक जुन बालिकाको शव चाहिँ यहाँ आफन्तहरूले उठाउन नदिने भनिरहेका छन्। उहाँको जुन बालिकाको आमा बुवा चाहिँ देश बाहिर रहेको भन्ने कुरा बुझिएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 2 घर भई अहिले यहाँ चाहिँ अन्टीको घरमा बसेर पढ्दै आएको बालिकालाई चाहिँ ट्र्याक्टरले ठक्कर दिएको भन्ने बुझिएको छ। यद्यपि विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ।